सर्वप्रथम फेरि पनि स्वागत छ हजुरलाई आजको मेरो डे 3 मिनी ब्लगमा। आज चाहिँ हामी सबै मिलेर साग टिप्न गएको थियौँ। इउनु बेथे चाहिँ सबै घरमा पाक्ने नै सब्जी हो। यो चाहिँ जाडो महिनामा सबै घरमा प्रायः सबै घरमा पाक्ने सब्जी हो र एकदम मिठो टेस्टी हुन्छ। तपाईँहरूले पनि कतिले खानु भएको छ र कतिले खानु भएन सो कमेन्ट गर्नु होला। यो चाहिँ हाम्रो भाइरल सिट्टा हो। यो भाइरल सिट्टामा हिँड्नको लागि चाहिँ मेरो मुटु छैन, यति डर लाग्छ यसमा हिँड्नको लागि चाहिँ। अनि यसमा चाहिँ उभिन पनि डर लाग्छ। सो हामी चाहिँ गर्दाखेरि चाहिँ यत्रो के हो यो मलाई चाहिँ थाहा छैन, तर यो जीवको चाहिँ नाम हजुरले कमेन्टमा गरिदिनु होला। यहाँको भ्यू हेर्नु न, यस्तो मनपर्छ नि आमा। नि मैले थोरै बेथी टिपेँ तर भ्यू चाहिँ दामी आएको छैन त। त्यहाँको यस्तो दामी छ भ्यू, कुरै छाडिदिनु कि तोरी फुलेर होला नि त वरिपरि। अनि सो हाम्रो चाहिँ साग पुगिसकेको थियो, छाक पुगिसकेको थियो। सो हामी चाहिँ घरतर्फ लाग्दै गऱ्यौँ। अनि त्यसपछि चाहिँ साथीहरूसँग गएको चाहिँ एकदम रमाइलो, के बेग्लै रमाइलो हुँदो रहेछ। सो आजको लागि चाहिँ यति। अब अरू भिडियो तपाईँहरूलाई मनपर्छ र हेर्न राम्रो लाग्छ भने मेरो युट्युबमा गएर हेर्नु होला। ओके, बाई एभ्री वान।